Namaste guys, welcome back to my channel Purbi Vlog. आज म आएको छु झापाको फेमस हर्न पार्कमा। यो प्लेस किन यति पपुलर छ आजको भिडियोमा एक्सप्लोर गर्नेछु। कृपया च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला। यहाँ आउने बित्तिकै फ्रेश फिल आउँछ दर्शकबिन। ग्रिनरी हेर्दा नै माइन्ड रिल्याक्स हुन्छ। इन्टेन्स पनि राम्रो छ, फोटो खिच्न एकदम पर्फेक्ट। यहाँको सबै ठाउँ एकदम क्लिन र पिसफुल छ। फ्यामिलीहरू पिकनिक गरिरहेको देखिन्छ, त्यस्तै कपलहरू इन्जोय गरिरहेको देख्न सकिन्छ। अल साइट एकदम राम्रो छ। Honestly guys, यो प्लेस ब्लगको लागि एकदम पर्फेक्ट छ। यहाँ देख्नुहुन्छ पोखरी छ, यहाँ बोटिङ गर्न एकदम सकिन्छ। जस्तै यहाँ हेर्नुहोस् दर्शकबिन, यहाँ देखाइएका दृश्यहरूमा तपाईँ फोटो खिच्न, भिडियो बनाउन, टिकटक रिल्स जस्ता कुराहरू बनाउन एकदम रमाइलो ठाउँ। यस ठाउँमा हेर्नुहोस् दर्शकबिन, यो ठुलो पोखरी हेर्दा त समुद्र जस्तो देखिन्छ, तर समुद्र चाहिँ होइन है गाइज। यहाँ उभिएर फोटो खिच्न पनि सकिन्छ। त्यस्तै एकदम भिड छ, मान्छेहरू यति धेरै भिड छ यहाँ घुम्न आउने, रमाइलो गर्ने, साथै आफ्नो बच्चाहरूलाई डुलाउन ल्याउनेहरू पनि त्यस्तै भिड छ। फोटो खिच्न आउनेहरू देख्न सकिन्छ दर्शकबिन। यहाँ कितलीमा टक्क पानी खसिरहेको छ। कसरी खस्यो यो पानी भनेर तपाईँ कन्फ्युज हुनुहुन्छ होला। हेर्नुहोस् त यहाँ। त्यस्तै यहाँ माथि छाताहरू झुन्ड्याएको ठाउँहरू छ। यस्तै विभिन्न टिकटकहरू बनाउने ठाउँहरू। अब हेर्न सक्नुहुन्छ यहाँ बोटिङ पनि गर्न मिल्छ। यो एक्सपिरियन्स एकदम रमाइलो हुन्छ, स्पेशल्ली फ्रेन्ड्ससँग आउँदा। यो त एकदम रिल्याक्स गर्ने बेस्ट वे हो गाइज। होनेस्टली भन्नुपर्दा कामको व्यस्ततापछि छुट्टी मिलाएर यहाँ बस्दा माइन्ड एकदम फ्रेस हुन्छ। यस्तो ठाउँहरूमा आउँदा स्ट्रेट नै हराएर जस्तो हुन्छ। दर्शकबिन स्ट्रेट हराउँछ यहाँ आयो भने एकदम फ्रेस माइन्ड हुन्छ। तपाईँ पनि यहाँ घुम्न आउन सक्नुहुन्छ। हेर्नुहोस् यहाँको मौसम एकदम राम्रो छ, यहाँको वातावरण एकदम रमाइलो रिल्याक्सेबल छ। एकदम पर्फेक्ट छ। हेर्नुहोस् गाइज, यस्तो सुन्दर ठाउँ सायद अन्त खोज्न जानु पर्दैन गाइज, हाम्रै ठाउँमा छ। तपाईँको नजिक, तपाईँको घर आँगन, यसरी बच्चाहरू खेल्ने ठाउँ। तपाईहरू पनि एकचोटि फ्यामिली या फ्रेन्ड्ससँग घुम्न आउनुहोला। यो ठाउँ इन्स्टाग्राम फोटोको लागि पर्फेक्ट छ। अझ बेटर तपाईँ साँझको समयमा आउनुभयो भने यहाँको लाइटिङले गर्दाखेरि पनि एकदम मनमोहक अर्कै देखिन्छ। यहाँ आउँदा गाइजहरू स्पेसल्ली मर्निङ या इभिनिङमा आउनुभयो भने बेस्ट हुन्छ। एन्ट्री फी एकदम सस्तो, मात्र फी Rs100, तर इन्भाइरोमेन्ट एकदम क्लिन छ।
हेर्नुहोस् दर्शकबिन, हरेक मान्छेहरू यहाँ इन्जोय गरिरहेको देख्न सक्नुहुन्छ तपाईँ। बच्चाहरूको लागि कार, बच्चालाई कारमा कुदाउने, त्यस्तै ठुलो मान्छेहरूले फोटो खिच्ने इत्यादि हरेक कुराहरू पाउँछ यहाँ। तपाईँ पनि एकचोटि अवश्य छुट्टीको टाइम मिलाएर आउनुहोस् यो ठाउँ घुम्नको लागि। सायद तपाईहरू धेरै पुग्नु भएको होला यहाँ। नपुग्ने कोही हुनुहुन्छ भने कृपया अवश्य टाइम निकालेर आउनुहोस्। झापाको बिर्तामोड नजिक रहेको यो ठाउँ सजावट छ एकदम। ड्रिमल्यान्ड नजिकै ड्रिमल्यान्ड पार्क पनि छ। त्यस सम्बन्धी भिडियो पनि म देखाउने छु तपाईहरूलाई। दर्शकबिन यति रमाइलो दृश्य छ यहाँ। दर्शकबिन भिडियो राम्रो लाग्यो भने कृपया लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नुहोस्। तपाईहरुलाई हामी यस्तै रमाइलो भिडियोहरू, यस्तै रमाइलो ठाउँ घुमाउने प्रयास गर्नेछौँ। त्यसका लागि तपाईले पूर्वी ब्लगसँग सँगै जोडिनुहोस्। आजको भिडियो कस्तो लाग्यो कृपया कमेन्टमा आफ्नो प्रतिक्रिया पनि दिनुहोस्। See you guys. See you next video. Bye guys.